Welcome to the other brand new show of House Tour. This is a new house tour. आज चाहिँ हामी क्यालगरीको 10 मिनट ड्राइभबाट चेस्टेमियर भन्ने कम्युनिटीमा छौँ 16th एभिन्यूबाट एक्जिट लिएपछि इफ यु टेक राइट यु अराइभ टु दिस कम्युनिटी हामीसँग हुनुहुन्छ आज क्यालगरीको जल्दो बल्दो रियल्टर सूर्य अधिकारी सर he will give us a tour about this house. So I'd like to welcome Surya Adhikari sir. नमस्कार Welcome है. सुमनजीलाई पनि नमस्कार र यो सबै च्यानल हेरेर बसिराख्नु हुने सम्पूर्ण दर्शकहरूलाई पनि म सूर्य अधिकारीको तर्फदेखि हार्दिक नमस्कार। आज हामीलाई टाइम दिनुभयो। तपाईँ यहाँ धेरै समयदेखि आज रियल्टर गर्दै हुनुहुन्छ हैन। अब आज चाहिँ यो घरको हामी टुर लिन्छौँ। ब्रिफली भन्दाखेरि क्यालगरीको मार्केट के छ? 1 मिनेटमा यसो भनिदिनु न। क्यालगरीको मार्केट चाहिँ हामीले अब जसरी सोचिराखेका थियौं हिजोका दिनमा कि अब कुनै कारणले चाहिँ यो अलिकति तल जान्छ कि भन्ने हाम्रो सोचाइ थियो, तर इभन हाम्रो ब्याजहरू चाहिँ बढिरहेको छ। एभ्री डे हामी हेर्छौँ, एभ्री मन्थ चाहिँ इन्ट्रेस्टहरू चाहिँ हाई भइरहेको छ, बट स्टिल प्राइसेस आर गोइङ अप। अनि पिपलहरू चाहिँ जति पनि हामी देख्छौँ बाहिरबाट चाहिँ मुभ भएर यता धेरै आउनुभएको छ हैन, इमिग्रेन्टहरू धेरै आउनुभएको छ। यसले गर्दाखेरि यहाँको मार्केट, हाउसिङ मार्केट चाहिँ अझै माथि जान्छ भन्ने चाहिँ मेरो अनुमान छ। हजुरले घर किन्दा अथवा मैले घर किन्दा 2-4 वर्ष 5 वर्ष अगाडिको एउटा चाहिँ सिनारीमा हामी 400,000 को घर किन्दाखेरि हामी धेरै पटक सोच्नु पर्ने हैन। आज हामी हेर्नु, अब हामी कति उ गरेका छौँ कि हामी 800 प्लस को घरमा चाहिँ आएर चाहिँ हामी यो शो होम चाहिँ आएर देखाउँदैछौँ। र यो भनेको के भने फेरि हाम्रो धेरै साथीहरूले यस्ता घरहरू किनिसक्नु भएको पनि छ। र अब हाम्रो चाहिँ अब यो के भने फर्स्ट होम भन्दा सेकेन्ड होम किन्ने मान्छेहरूको लागि चाहिँ यो एकदम बेस्ट प्रपर्टी हो। र हामी आज हामी त्यसैको लागि चाहिँ यहाँ शो गर्दैछौँ। ओके, हस्, वेलकम। लेट्स गो इनसाइड। सो गराज स्पेस अहिले चाहिँ सो बनाइएको छ। यो गराज स्पेसबाट हामी माथि लाग्यौं। हजुर, अब म यसमा चाहिँ हजुरले थोरै इन्टरप्ट गर्न चाहे, यहाँनिर रोक्न चाहे। यो जुन हामी घरभित्र छौँ यो घर चाहिँ क्याम्ब्रिज 26 यसको मोडलको नाम। अनि स्क्वायर फिट यहाँ दिएको छ 2333 हैन। यो यसको टोटल स्क्वायर फिट छ। मेन फ्लोरमा चाहिँ यसले यो खालको डिजाइन यहाँ शो गर्छ। यो 3टा ग्यारेज वाला शो होम हो। सिंगल गराज, डबल गराज, यो 3टा ग्यारेज वाला चाहिँ घर हो। र यसको चाहिँ जति पनि हामी फ्रन्ट लट हेर्छौँ यसको 44 फिटको चाहिँ लट अगाडिको छ हैन। र यसको भित्रको डिजाइनहरू चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। हामी 1 बाइ 1 जान्छौँ र अपर फ्लोरको पनि डिजाइन यसमा दिएको छ। सो हाउ मेनी बेडरुम छ? बेडरुम र वाशरुम बेडरुम्स यो 1 2 अनि चाहिँ हाम्रो हैन, यहाँ 3 बेडरुम यसमा म्यापमा देखाउँदाखेरि, अनि 2.5 वाशरुम, 2.5 वाशरुम विथ द बेसमेन्ट हैन। बेसमेन्ट डेभलप हुँदैन यसमा हैन। अब डेभलप गर्ने अप्सनहरू चाहिँ हामीले चुज गर्न सक्छौँ, तर प्राइस त्यसमा चाहिँ एड हुन्छ। सो यो हाउसको रफली यसलाई चाहिँ 850 को आसपासको चाहिँ रेन्जमा छ अहिले राइट नाउ। तर यो फ्लक्चुएट भइराखेको हुन्छ। त्यो मार्केट यिनीहरूले चाहिँ एभ्री 2 विक्समा चाहिँ चेन्जेसहरू चाहिँ आइरहेको हुन्छ। त्यही भएर अहिले हामीले भनेको प्राइस चाहिँ 100% स्योर हुँदैन। हामी आउँदाखेरि चाहिँ प्राइस डिफ्रेन्ट पनि हुन सक्छ। लेट्स गो इनसाइड। र अनि प्राइसकै हकमा सुमनजी म के भन्न चाहन्छु भने, जस्तै हामी के सोच्छौँ भने हामी गएपछि एकदम सजिलै सस्तो अब रियल्टरहरूलाई दिने फी चाहिँ हामीलाई सर्लक्क दिन्छ भन्ने छ, त्यो चाहिँ हुँदै होइन। त्यसमा चाहिँ के हुन्छ भने रियल्टर भनेको अब हामी जस्तो प्रोफेसनली यसमा लागेको मान्छेहरूको चाहिँ दिनमा हाम्रो यस्ता घरहरू चाहिँ दिनकै 10वटादेखि लिएर 20वटा चाहिँ नर्मल पनि हामीले हेरिरहेको हुन्छ। र म यसको बारेमा थोरै भन्छु र त्यसपछि बल्ल भित्र लैजान्छु। अनि त्यसमा के हुन्छ भने हामी डाइरेक्ट आउँछौँ, आउँदाखेरि उनीहरूले चाहिँ साइकोलोजी बुझिसकेको हुन्छ कि यो कस्तो खालको मान्छे हो, फर्स्ट होम बायर हो कि यो इन्भेस्टर हो कि सेकेन्ड होम बायर हो कि। अब सेकेन्ड होम बायर हो भने उसलाई के चाहिन्छ, अलिकति लग्जरियस कुराहरू, अलिक ठुलो रुम, ठुलो किचन हैन, अलिक स्पेस, त्यो खालको फ्यामिली हो, त्यो कुराहरू उनीहरूले चाहिँ बढी फोकस गर्छ। र अनि के भन्दाखेरि चाहिँ उसलाई हामीले आफ्नो उसमा चाहिँ कन्भिन्स गर्न सकिन्छ भनेर चाहिँ त्यसरी प्लानिङ गरेको हुन्छ उनीहरूले, त्यो ट्रेनिङै लिएको हुन्छ उनीहरूले। अनि त्यसमा प्राइसहरू चाहिँ उनीहरूले देखाउँदाखेरि चाहिँ एक खालको देखाए पनि उसले चाहिँ लास्टमा चाहिँ हजुरलाई जुन उसको कस्ट पर्ने हो त्यो भन्दा उसले माथि नै प्रफिट नै गरेको हुन्छ हैन। तर हामीसँग आउँदाखेरि के हुन्छ भने हामीले डिल गरिराखेको हुनाले कहाँनिर के कुरामा चाहिँ हामीले कसरी चाहिँ डिल गर्न सकिन्छ भन्ने कुरा इजिली, जस्तै तपाईँ आउनुभयो भने तपाईँ आउँदा र म आउँदाखेरिको प्राइसमा
धेरै नै फरक पर्छ हामीले चाहिँ त्यो डिल तपाईँहरूलाई चाहिँ मजाले दिन सक्छौँ त्यो सबै क्लाइन्टहरूलाई चाहिँ बनायो र अब यसको बारेमा थोरै बताउँ होइन जस्तै हामी एन्ट्री गर्ने बित्तिकै स्पेस हाम्रो चाहिँ यो स्पेस छ होइन कोट रुम यसमा चाहिँ क्लोजेट भनौँ होइन यो ठ्याक्क आउने बित्तिकै हाम्रो कोटहरू चाहिँ सुजहरू राख्न मिल्ने यो एरिया स्पेस छ भने यो स्पेस छ हाम्रो जस्तै कतिपय कल्चरमा के हुन्छ भने सिधै हामीले भित्र किचनमा या उता नलगेर यहाँ राख्ने चलन हुन्छ एकछिन चाहिँ भिजिटरहरू आउने बित्तिकै बस्ने ठाउँ या यसलाई अफिस रुम स्टडी रुम पनि बनाउन सकिन्छ यसपछि छ हाम्रो यो हाफ वासरुम मेन फ्लोर होइन त यो मेन फ्लोरमै हाफ वासरुम छ एन्ट्री गर्ने बित्तिकै जस्तै यो साइडबाट हामी यो ग्याराजबाट एन्ट्री गर्छौँ यो ग्याराजको डोर यो ग्याराज डोर छ अनि क्लोजेटहरू हाम्रो यसमा सरी यो एङ्गल हामीले यसमा पनि राख्न सक्छौँ कोट रुम अनि यो सानो स्पेस छ होइन यसमा चाहिँ यिनीहरूले यसलाई यसरी युज गरेको छ म थोरै देखाएँ यो स्पेसलाई यहाँ चाहिँ अब मिरर राखेको छ या हामीले अरू केही डेकोरेसनको चाहिँ केही पिसहरू राख्न सकिन्छ होइन अनि त्यसपछि अब किचनको फिनिसिङ यसको धेरै नै राम्रो छ होइन अब यसलाई मलाई डिस्क्राइब गर्नुभन्दा पनि भिडियोबाट नै हेरौँ जस्तो लाग्छ दिस इज के भन्छ काउन्टर टप मार्बल क्वार्ट्ज र मार्बलमा चाहिँ डिफ्रेन्ट हुन्छ त यो चाहिँ मार्बल यिनीहरूले युज गरेको छ र ग्यास चाहिँ ऊ छ होइन ग्यास स्टोभ सबै अप्लायन्सेसहरू चाहिँ ब्रान्ड न्यू रियली नयाँ खालको अब धेरै टेक्नोलोजी चाहिँ युज गरेको छ यिनीहरूले फ्रिजदेखि लिएर सबै कुराहरू लिभिङ रुम चाहिँ यो छ र लिभिङ रुमको यो स्पेस चाहिँ सबभन्दा यसको चाहिँ लग्जरियस पार्ट चाहिँ यो हो हेर्दाखेरि चाहिँ हामीलाई वाउ फिल हुने चाहिँ यो पार्ट यो जुन हाइट छ अरू घरमा के हुन्छ भने माथिबाट चाहिँ बन्द हुन्छ तर यो पार्टले गर्दाखेरि जुन लाइटिङ यो भेन्टिलेसन जुन देखिएको छ हामीले यो ट्राइको होमको चाहिँ एउटा राम्रो चाहिँ फिचर्स फायर प्लेस इन द विन्टर अनि अब डाइनिङ यहाँ भइगयो र अनि यतापट्टि चाहिँ हाम्रो to go outside. Yes. Let's open the door. Nice deck. Let's go inside. मेन फ्लोरको टुर लगभग यो छ होइन अब हामी फर्स्ट फ्लोरमा जान्छौँ यो छ अब बोनस रुम होइन माथि आइसकेपछि अब टिभी हेर्ने बस्ने रमाइलो गर्ने एउटा चाहिँ यो स्पेस फ्यामिली स्पेस भनौँ र अब हामी यता छ हाम्रो दुईटा बेडरुम स्मल वान अदर बेडरुम होइन यो स्मल पनि डिसेन्ट नर्मल घरमा चाहिँ यो मास्टर साइजकै बेडरुम हो होइन क्लोजेटहरू चाहिँ ह्युज क्लोजेट यो चाहिँ यस्तै क्लोजेट पनि ठुलै छ यसको है अर्को बेडरुम छ यता यो पनि डिसेन्ट साइज बेडरुम छ विथ क्लोजेट बिग क्लोजेट लाइटहरू चाहिँ मजाले यताबाट विन्डोको साइज अनि भेन्टिलेसन यिनीहरूले ट्राइकोले चाहिँ फोकस भेन्टिलेसन लाइटिङ यिनीहरूलाई नै बढी एकदमै गरेको चाहिँ जति पनि डिजाइनहरू देख्छौँ त्यो छ अब यो छ वासरुम यो फुल वासरुम यो फुल वासरुम छ लन्ड्री फुल वासरुम नाइस वासरुम यो चाहिँ लन्ड्री हाम्रो यो साइडमा चाहिँ लन्ड्री छ वासर ड्रायर अनि लाइट्सहरू यिनीहरू चाहिँ अटोमेटिक लाइट्सहरू लगाएको छ यिनीहरूले र अब यो घरको चाहिँ मेन पार्ट भनौँ न जसको लागि चाहिँ हामीलाई अब हुन्छ नि यो घरको मेन पर्सन अथवा चाहिँ होइन बस्ने ठाउँ सुत्ने ठाउँ यो छ मास्टर बेडरुम प्राइमरी ब्राइट अब यो यसभित्र बस्दाखेरि चाहिँ तपाईँलाई
रियलमै यो रोयल फिलिङ आउँछ जस्तो लाग्छ है मलाई सुमनजी विथ द बेड हैन अब यसको यो छ हैन अनि अझै यता वासरुम साइडतिर हेर्नुभयो भने त वाउ हेर्नुहोस् बाथटबदेखि लिएर हैन स्ट्यान्डिङ शावर अनि कस्तो लाग्यो सुमनजी यो सबै रियली नाइस पैसा पनि राम्रै छ हैन अब ह्याभिङ सेड दैट हाउस इज रियली डिजाइन वेल हैन एभ्रिथिङ फर अ सेकेन्ड होम अप्सनको लागि आई थिंक इज रियली बेस्ट गुड अप्सन हैन पछाडि पनि दे लिटल बिट अफ स्पेस अब हाउस इमिडिएटली हुँदैन अलिकति वाकिङ एरिया भन्न पछाडि पनि छ जुन चाहिँ जान पनि मिल्छ स्मल गेट अल्सो छ त्यहाँ हैन हजुर आई रियली लाइक द एरिया कन्स्ट्रक्सन पनि भइरहेछ डाउनटाउन पनि देखिने रहेछ अलिकति घर बनेपछि हु नोज हैन बट नाउ यु क्यान सी द डाउनटाउन 16 बाट डाइरेक्ट जाँदाखेरि अलमोस्ट 15 मिनट्स को ड्राइभ यहाँबाट 15 मिनट 15 to 20 मिनट्स अलमोस्ट डाउनटाउन र यो पार्ट पनि बेस्ट पार्ट छ यहाँ माथिबाट हेर्नलाई माथिबाट हेर्न एक्ज्याक्टली फ्यामिलीसँगै टोटली कट अफ भएर चाहिँ माथिल्लो फ्लोरमा जानु पर्दैन तल पाक्दै गरेको छु केही कुराहरू भने यहाँ कोही बसिरहेको छ भने यहाँबाट ल यो काम छ है भनेर बोलाउनु भन्न होइन सजिलो एउटा ऊ छ विन्डोहरू चाहिँ यसको यति धेरै छ कि हामी बेसमेन्ट यसको डेभलप छैन तर डेभलप गराउने अप्सनहरू चाहिँ हुन्छ अब कस्ट त्यसमा चाहिँ अटोमेटिकली कति एड हुन्छ डिपेन्ड्स अन द साइज अफ विन्डोज डोर्स एन्ड अब फिचरहरू के राख्छौँ होइन त्यो कुरा बेसमेन्टमा रफली अराउन्ड चाहिँ 30 to 50,000 सम्म हुन्छ होइन डिपेन्डिङ अप्सन्स अब त्यो धेरै कुराहरू चाहिँ हामी किनभने चुज गर्ने हुन्छ अनि त्यो चुज गर्दाखेरि चाहिँ हामीले के कुराहरू चुज गर्ने त्यसले फरक पार्छ कस्तो डिजाइन गर्ने टु बेडरुम विथ लिभिङ रुम किचन वासरुम एकदम राम्रो अप्सन 3 बेडरुम निकाल्यो भने अलि चाहिँ कन्जेस्टेड हुन्छ 2 बेडरुम त इजिली 2 बेडरुम विथ लिभिङ रुम हैन मजाको लिभिङ रुम यहाँ लिभिङ रुम किचन So I think the video is around 10-12 minutes, right? Suresh sir, nice tour dinu bhayo. We'll do more in the future. Obviously. Tapeko last word ke cha to the new home buyers who are looking to buy investments or a first home, second home. Any opinion? You're thoughtful. सर्वप्रथम सबै जति पनि यो भिडियो हेर्नुभएको छ अहिलेसम्म हेरिदिनु भयो त्यसको लागि थ्याङ्क यू र म के भन्न चाहन्छु भने हामी प्रोफेसनलहरू आफ्नै कम्युनिटीको आफ्नै दाजुभाइहरू चाहिँ धेरै यही प्रोफेसनमा छौँ तपाईँहरू चाहिँ केही पनि नयाँ कुराहरू माइन्डमा आउँछ घरसँग रिलेटेड भने कनेक्ट हुनुहोस् होइन मसँग मात्रै हुनुहोस् भन्दिनँ हजुरलाई जो कन्भिनियन्ट हुन्छ जो सजिलो लाग्छ कनेक्ट हुनुहोस् सोध्नुहोस् कुराहरू गर्नुहोस् होइन अनि त्यसपछि बल्ल तपाईँहरू चाहिँ सो होमहरूतिर जानुभयो भने त्यसले धेरै कुराहरू चाहिँ तपाईँलाई इजी बनाउँछ किनभने तपाईँ डाइरेक्ट जाँदाखेरि कतिपय कुराहरू हामीले धेरै कुरा यहाँ चाहिँ क्लियर गर्दैन र हामीले आधा कुरा बुझेर कुनै डिसिजन लिँदाखेरि त्यसले पछि बर्डन नहोस् र कुनै पनि बेला केही पनि क्वेसन छ भने आई एम अलवेज रेडी फर अभाइलेबल I'll have a link सुरेश सरको लिंक चाहिँ म डिस्क्रिप्सनमा हाल्दिन्छु with all the phone number, email. Anyone wants to contact, looking to buy the house from outside city, in Calgary, out of Calgary, I think Surya sir will be a nice option to buzz. Thank you, sir, for the tour. Thank you. We look forward for the more tours. Thank you, guys. Thank you. Namaste. एक राउन्ड घुमाउनु ल
म्युजिक हालिदिन्छु यसमा अगाडि त्यसो हामी उभिएर भन्दा त्यसै ठिकै ठिकै छ म त्यसलाई म्युजिक हालिदिन्छु कि अगाडि लास्टमा ल हेर्नु त यहाँ भिडियोग्राफर केही फरक पर्दैन म्युजिक हालिदिनु कति बोले नि हुन्छ